ल यस्तो छ। चिरिबिरी चराहरू नै कराइरहेछन्। मृगस्थली भने यहीँ हो कि यही एरियालाई मृगस्थली भन्छ। यही एरिया हो। म एक बोतल पानी लिएर आएँ, यति खाएँ। यही परेवाहरू छन्। मलाई त परेवा जीवजन्तुहरू झन् साथी जस्तै अनुभूति हुन्छ। एकदम मेरो नजिकको मिल्ने साथी यिनै चराचुरुङ्गीहरू हुन्। ल यहाँनिर मैले सबैभन्दा धेरै बुवा आमालाई सम्झेँ, किनभने अस्ति बुवा आउँदाखेरि पनि मैले घुमाउन पाइनँ। हे भगवान्, हे मृगस्थली, हे पशुपतिनाथ, मेरा बुवा आमालाई सँगै राखेर मैले यसै गरी घुमाउन पाऊँ। तिमीसँग सधैँ प्रार्थना गरिरहन्छु। ल यस्तो चैत वैशाखको खडेरीमा अलिकति चैत वैशाखको खडेरी लाग्नै आँट्दा पनि यहाँ अलिअलि हरियो देखिन पाइरहेको छ। अलिअलि के टन्नै छ। कस्तो रमाइलो छ है। आहा कति रमाइलो, मलाई त गाउँमै जस्तो हो। यस्तो रमाइलो छ। अब कोही चाहिन्छ त मलाई, मलाई यस्तो वन जङ्गलमा पहिला राउतेहरू अहिले पनि बस्छन्। किन बस्या होला भने प्रकृतिको काखमा जस्तो आनन्द अन्त नहुँदो रहेछ नि त कि त बाबाआमाको काख। आहा अनि ल ल ल ल